पिज्जा खानको लागि अब हामी बजार गइरहनु पर्दैन, घरमा नै इजी अनि एकदमै हेल्दी तरिकाले बनाएर खान सकिन्छ। एउटा सिमला मिर्च र प्याजलाई मैले ठिक्कको शेपमा काटेँ। ठिक्कको शेपमा काटिसकेपछि प्याजलाई मैले छुट्टाएर राखेँ अनि यता मैले पिठो बेल्न लागेँ। यो चाहिँ आटा हो, आटाकोबाट पनि हामी एकदमै राम्रो पिज्जा बनाउन सक्छौँ। अनि दुईटा बटरलाई राखेर मैले यसलाई मजाले पटाएर यसलाई चाहिँ मैले फेरि बेल्दैछु। पिठो दलेर यसलाई ठिक्कको शेपमा मैले बेलेर चम्चाको आकार दिएको छु। काटे चम्चाले पल पल पारिसकेपछि चाहिँ यसलाई रोटी पकाएको जस्तै गरी सुरुमा चाहिँ मजाले पकाउने। मजाले पाकिसकेपछि चाहिँ यहाँ मैले थोरै खुर्सानी र तेल राखेर यसलाई चारैतिर फैलाएँ। अनि त्यसपछि अलिकति क्याचअप राखेर पनि फैलाएँ। अनि त्यसपछि चिज अनि काटेर राखेको सिमला मिर्च र प्याजलाई पनि राखेँ। त्यसपछि मैले मकैलाई पनि बोइल गरेर राखेको थिएँ, त्यसलाई पनि राखेँ। अनि माथिबाट खुर्सानी र नुनलाई छर्किदिएँ। अनि यसलाई चाहिँ 5 मिनट छोप्दै पकाएपछि यो चाहिँ रेडी हुन्छ। हजुरहरू पनि